अच्छा हमको सिखा रही कति कति उठाएको छौ खोइ त प्रमाण पत्र छैन माग्ने 7 बार बोल रहे हैं पढ़ने निकले वाले छात्रों को राजनीति से दूर रहना चाहिए हैं? अबे पढ़ाई लिखाई में ध्यान लगाओ IAS बनो और देश को संभालो। वेलकम टू माई न्यू ब्लग। आज फेरि हामी नयाँ ब्लग लिएर आउँदैछौँ। आयो तपाईँहरू सन्चै हुनुहुन्छ भन्ने आशा गर्दछु र म पनि सन्चै छु भन्दै आज हामी खेतमा आउँदैछौँ। हेर्नु यो खेतमा यस्तो राम्रो छ, चिन्नु होला नि यो के भनेर। ए तोरीबारी छ, यहाँ फापर छ। ए हामी खेत हेर्न आएको। यो आलु हाम्रो थोरै रहेछ, धेरै छैन। मेरो बुढी माउ टक्क बस्यो। यति हाम्रो खेत हो, यति बाँझो देखिएन हो यो खेत। हजुर हेलो, कालदाई भनिसक्छ, बुढोलाई कालदाई भन्छ के भन्ने गाह्रो छ। ऐसे में बड़ा सख्त लौंडा हूं, लेकिन यहाँ में पिघल केरो पनि रोपेर रहेछ त्यहाँ। यो पहाड हाम्रो घर हेरे यतातिर हो, हेरे हे यो साइडतिर हो क्या, हो यता साइडतिर हो, यहाँ माथि मासतिर हो, देखिन्छ देखियो होइन। टक्क यो डाँडातिर, यो रामडाँडा भन्छ यो ठाउँलाई, सेङ्जा। यो यता यो डाँडा देखेको पाल्पा हो, पाल्पा रामपुर हो, यतातिर पर्छ। यतातिर आलु कस्तो राम्रो छैन, राम्रो छ कि नै आलु? आलु राम्रोसँग मस्त जोक मारा रे, ये हंस रे हलकट हंस। के भयो म्याडम चाहिँ? के भयो हाम्रो म्याडमलाई? बेबी गुस्सा हो बेबी, प्यारी समझ गई। गुस्सा बेबी। तोरी बारी टक्क आज राम्रो मिठो काम लाग्छ। ए तोरी बारी त हेर्न नसकी छ, यहाँ त दामी छ तोरी अरे। चाहिँ नजिकै छ, गाउँहरू पनि छन् नि। ल हे एभ्रिवन गाइज, सबैजनाले टक्क यो अर्ग्यानिक हाम्रो तोरीबारी अनि आलुहरू, यो फापरहरू देखेरै थाहा पाउनु भयो होला कि अर्ग्यानिक हो भनेर। अर्ग्यानिक भनिराख्नु पर्दैन होला सायद। अझ हेर्ने हो भने यहाँ अझै छ, कति छ कति यो के अरे फापरहरू, तोरीहरू धेरै नै छ। यसो घुम्न मन छ भने यता आइदिनु होला। स्याङ्जा चापाकोट माडी भन्ने ठाउँमा हो यो। यस्तो देख्न कमै पाइन्छ जहाँसम्म लाग्छ मलाई। अब चाहिँ घर जान्छौँ हामी, यही बाटो हुँदै जान्छौँ। यहाँबाट आएर यहाँबाट जान्छौँ र यताबाट यो बाटो गएर यसो जान्छौँ। वन पनि खुलिरह, दाउरा काट्ने सालको दाउरा काटेर यस्तो बनाएको पुरै डाँडो जति। जामो ओ डियर, ओ डियर, ओए हेलो जब के तेरी दादागिरी निकाल दूंगा मैं। अब हामी जान्छौँ अब घरतिर। यति हो तपाईँलाई देखाउनु पर्ने, जहाँसम्म तपाईँले देखिसक्नु भयो होला। पक्कै पनि लाइक कमेन्ट सब्सक्राइब गर्न त नभुल्नु होला। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला र पुरा भिडियो हेरेर
कति किन्जो लाग्छ आफैले थाहा पाउनु भइसक्यो होला के मेरो टिकटक बनाइरहनु भयो राम 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 घुम्ने फेरि मान्छे घुम्दा त पुरै धरती नै यस्तो 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 हुन्छ जस्तो मान्छे त तोरी बारी यता अरूको तोरी बारी मिच्दै धुन्नान्छ राम 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 तिहारमा फुल्यो छैन अहिले फुल्यो खै फुल होइन बेला त केही पनि फुल्दैन भनेको बेला काम लाग्दैन नभए अब काम लागेर के गर्ने अब फेरि यता मास्तिर खेत हेर्न हिँड्यौँ हामी फाइनली अब घर यो मेरो घर आइसकेर नि टक्क खेतमा हिँडिसक्यो हामी होइन टाढो भिन्डान फलेको थियो अघि देखाएको डाँडो यहाँ नजिक गाउँ हो कि तोरी यो पानीको डाँडो गाउँ ट्याक्क उतापट्टि तोरी थर्या रहेछ हाम्रो यति यहाँ सुरु यहाँ र तोरी हेरे भेन्डाल छुट्याएर यति त नि अरूकै परेको झुसलिकिरा भनेर भन्दिनँ म कैसा लगा मेरा मजाक जस्तै यहाँ तोरीको एकदम सबै राम्रो छ जङ्गल है यो माथि सालिहारी छेउ पाइन्छ बर्खा भएर राम्रो राति नजिकै छ नि त बुढालाई त भन्दैन कि आजभोलि त खुइले छ डाँडा हेर्दा नि अरूको त लैजान्छ नि यो चाइनिज साग यो चाहिँ काउली यो चाहिँ यसलाई भन्छन् बकुल्ला भन्छन् हाम्रो कतिर क्या त तपाईँकोतिर के भन्छन् यसलाई भन्छन् बकुल्ला के भन्छन् त्यो त अब तपाईँकोतिर यो मुलाको साग भइसक्यो लसुनहरू ब्लड फलेको के हो फलेको कहाँ फल्छ सानो साग ए डमल हाम्रो अङ्कलजीले भन्नु भएको डमल ओ गरौँ हतार यति सकिन्न यति गरौँ बिल्कुल चुप हिम्मत कैसे हुई तेरी मुंह खोलने गाना चलाए गाना मेरे पाला अंतर
एहे रहा नहीं जाता, तड़प ही ऐसी है ना। नहीं सोके एक के हेरेको यस्तो त भैँसे सिङ पुरै मारो मुझे मारो नहीं ये मजाक हो रहा है, एक सेकंड यार मजाक हो। राम यता फर्क्यौ हो यता फर्क्यौ न, यता चाहिँ फर्किन, यता हो त्यसरी फर्किन। कति आउनु भएको? कहाँ महिना हुनु दिनको, 1 हप्ताको धेरै होइन। हजुर एक्लै आउनुभएको? केमा आउनुभएको थियो? मोटरसाइकल आज बस्ने नि त ए उठ सुत्छस् त्यो बाफ्रे कसैले नलाग्ने नि नलाउने कुकुरलाई नि नलाउनुलाई आज दाउरा काटेर यस्तो गर मेरो अङ्कलहरूले घरको खानु हाम्रो घरको सेक्युरिटी गार्ड फेरि कहाँ गएछ? सेक्युरिटी गार्ड छैन त खै। भाले किन आउनुभएको छ है? 2.5 केजी एक धार्नी धेरै होइन। केरा फेरि यस्तो चाहिँ केरा एभोकाडोको बुटो पनि छ। हाम्रो घर इमलीको बुटो, इमलीको अम्लिसा घाट छ। यो थोरै काउली बनाएको, यो काउली डाँडो अम्लिसाको डाँडो। सेक्युरिटी गाडी हे यता रहेछ। कस्तो जग्गा दाईको जग्गा हो? लाउन आएछ दाई, जाडो भयो होला। भेन्टाहरू लिचीको बुट्टो हाम्रै हो। यो फेरि उफाल देखाएको अरे खोले साग। हाम्रो मम्मी दिदी भन्दैन मलाई। लसुन हाम्रो साकै भएन त्यो फेरि के को त फेरि? त्यो मेथी। ए मेथी हो त्यो सागहरू सबै हाम्रो। मेथी कसको? साग हाम्रो हो र? यो साग पनि राम्रो रहेछ। हाम्रो सेक्युरिटी गार्ड त यता बसेर रहेछ नि आइज। झ्यालबाट हेर्नु पऱ्यो के गरे हाल यिनीहरूले। ओइ सेक्युरिटी गार्ड गर्दा बिस्कुट खाँदै बस्यो ल उयो। किला को यो घौटी पर्ने फेरि? कौन है ये लोग, कहाँ से आते हैं? दाउरा यत्रो पाइस यत्रो घरमा यत्रो दाउरा त धेरै हो त, धेरै त हो नि। कति धेरै ल्याउनु दाउरा? कति दिन गएर वनमा? जम्मा 1 महिना गरेर नि यत्रो दाउरा बन्ने नै। 1 वर्षलाई पाउँछन् 1 महिना गएर। त दाउरे हाल्नु है ठुलो दाउरा कानमा। तिमीलाई देखेर कति उठाएको छौ? खोइ त
प्रमाण पत्र छैन माग्ने हिँड्ने जान्न के यो सबभन्दा नजान्ने नाच्नु हो यो कि नाच्नु नजान्ने सबभन्दा एउटा पुरै खै त घुमेको है त यो बोरे खाना मात्रै हो यो मलाई स्याबास स्याबास यहाँ त 시간 가겠다. 쟤 소리. नसा गर यता त्यता बाटो बनाएको छ मलाई थाहा छैन मैले भर्खर देखेकै बाटो बनाएको दाउराको चाँगै चाङ छ पुरै यता बाटो बनाएर सन्चै हुनुहुन्छ म त आइरहन्छु क्या बाटो बनाएछ यहाँ है मैले देखेकै थिएन क्या घर घरमा दाउरा पुरै वन खुलिराखेको अहिले त्यही भएर के छ हल्का त पुलतिर जाने भनेको क्या ला पुलतिर जानु पर्यो भनेर अनि बाटो बनाइसक्दैछ दाउरा बोकी बोकी गर्छ क्या
ला 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 बाटो पुरै बनाएछ बुढाले दाउरा दिन फेरि हिँडिहाल्यो नि ट्रेक्टरमा चाड भराइमा आएकै थिएन यहाँ यता पनि बनाएछ बाटो पुरै लुगा सुकाएर बाटो बनेको त राम्रा जति नजिक आयो उति नजिक छ डाँडो फेरि खुइलो हामी दाउरा त खुलेर अहिले पुरै बनाइ फाँडेर अहिले यस्तो छ कि बाटैभरि अन्त पारी अब त्यही पुल जान्छ लाम पुल हामी मौसम पनि क्या सफा छ आज दामी छ क्या सफा भन्दा नि टक्क बादल लाग्दै दामी देखियो यस्तो यता हुन्छ नि घरतिर राम्रो छ त्यो एउटा पुवालले गर्दा कति नराम्रो देखियो त्यो होइन छ अब हिँड्ने चाहिँ हालत यस्तो चाहिँ मेरो पोजिसन यो घर यस्तो राम्रो छ अनि यहाँनिर यस्तो राम्रो राम्रो गर्छन् खेतीहरू यस्तो डाँडा पक्का छाराले तिम्रै हामी लामो पुल आउँदैछौँ नजिकै ए लामो पुल त्यहाँनिर देखियो तोरीबारी त कति छ पहिला हामी खेल्थ्यौँ यहाँ भलिबल ग्राउन्डमा भलिबल थियो पहिला यहीँ गेम खेल्थ्यौँ अहिले केटाहरू नपऱ्यो खासै ग्राउन्ड पनि छैन बाँझो छ हुन त गेम खेल्दा पनि बाँझै हुने भयो गयो पनि अहिले त झन् यस्तो पुरै गाडी छ क्या पुरै पुलतिर एला पुल त्यहाँ तल देखिँदैछ सबैजना पुल भिजिट गर्न आइदिनु होला डाँडा पक्का छ तोरीबारी झ्याप नै तोरीबारी डाँडा पक्का हरियाली सुन्दरता नेचुरल भ्यूमा छौँ है हामी गाइसहरू गाह्रो छ बयार पहिले खास त पाक्ने बयार अहिले खाना यहाँ बल्ल हामीले खै बगेर भन्छन् बगेर बयार यहाँ पक्का रहेछ यस्तो रहेछ यहाँ खै त के मिठो होला रे यस्तो छ यहाँ ल सबैजना बयर खाने मन छ भने आउनु है अमिलो टाइपको छ पुल आउँदैछ नयाँ पुल के भन्यो 5 वर्ष भइसक्यो यत्रो पुल छ लामो पुल पुलतिर लाग्यो तल फेरि खोलो छ माया यस्तो भिड छ तल र खोला छ कहाँ हिँड्नु भयो कता हिँड्नु भयो बुवा यही दामोसर ए हेर्ने खोला दामी छ तल खोलो
कम्तीमा नि तल छ लास्टै मान्छे एकचोटि यहीँबाट खसेर मऱ्यो त भाइ मलाई देखाउनु भन्दै आछन् स्कुलबाट आएको बाबु स्कुलबाट आएको कतिमा पढ्छौ बल्ल कति वर्ष पुग्यौ 12 वर्ष अब फागुन 16 गते त्यसमा कति ठुलो हो त तिमी 12-13 वर्ष मान्छे सानो हुन्छन् र पछाडिबाट पनि आछन् न स्कुले नानी बाबुहरू पछाडिबाट आफ्नो मान्छे छ खोलामा तर देख्नु है हेरी छे चलो पनि रहेछ के फालेको बाबु तिमीले यस्तो बिठाइ गर्छ नानीहरू अझै टाइम लाग्छ कम्तीमा नि यहाँ त 5 मिनट जति टाइम लाग्छ क्या त लाग्दैन जम्मा 5 मिनट खोला च्याग्दी खोला यो हामी खोलामा त नि नुहाउन पौडिन आउने निलो खोलामा बाटोहरू दामी देखियो यता यहाँ बजार छ दुई चारजना नानीहरू आएको ए घाम पनि डेन्जर उदाउनु लागेको छ उदाउनु लाग्यो कि अस्तान लाग्यो क्या तिम्रै लागि नानीहरू हेलो भने हेर्नु त फाइनली यहाँ आइपुगियो श्री कालिका युवा क्लब स्था 2057 चकपुर नगरबाट 9 शेख खामिला मराङ सिंह यहाँ हार्दिक स्वागत गर्दछौँ तो साला ये दुख का खत्म नहीं होता बे अब म घर जाँदैछु र आजको भ्लग यहीँसम्म भन्दै सबैजनाले मेरो भिडियो वाच गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद गर्दै सबैजनालाई बाई बाई एभ्रिवन सबैजनालाई बाई बाई थ्याङ्क यू धन्यवाद।